हामीले चाहिँ अब यो किमा फ्राई गरेर अब यसमा हामीले प्याज कटिङ गरेर राखिसकेको छौँ। प्याज कटिङ सकिसकेपछि अब यो प्याज हाल्ने क्रममा हामीले यसमा कटिङ गरिसकेका छौँ। त्यस पछाडि हामीले कोपी यसमा मिक्स गरिसक्यौँ। त्यस पछाडि यो मोमो मसला हामीले यो माथि हाल्यौँ, धेरै होला नि। यस पछाडि हामीले अदुवा लसुनको पेस्ट यसमा मिक्स गर्नको लागि हालिसक्यौँ। त्यस पछाडि यसमा नुन स्वाद अनुसारले नुन हाल्यौँ अनि यसमा मिक्स गर्दै चम्चाले मिक्स गऱ्यौँ। यसमा चम्चाले मिक्स गरेर नभएर हामीले हातले पनि मिक्स गऱ्यौँ। त्यस पछाडि अब रोटी बेल्न सुरु गऱ्यौँ अनि यसरी मोमो बनाएर यसरी बेल्यौँ र अब मोमो तयार गर्न रेडी भयो। यसरी मोमो बनाएर पकाएर पाकिसकेपछि हामीले यसमा खान सुरु गऱ्यौँ। मोमो एकदम मिठो रहेछ अनि मैले चाहिँ गमगम्ती खाएँ। आउनुहोस्।